स्वागत तो करो हमारा। गुड मॉर्निंग, हम फिर से आ गए आज के ब्लॉग में। बिहान उठेर हाम्रो पुरै फोटोसुटहरू चल्दैछ। यहाँ सबैजना फोटोसुट, हामी बस्ने ठाउँ यहाँ, अरू यहाँ हामी तातो पानी खाँदै, तातो पानी। भिडियो त डेन्जर भन्दैछ है। ओहो, क्यामेराम्यान त यहाँ छ नि त है। ओहो, डेन्जर भिडियो छ है। मर्निङको भ्यू। कसको बर्थडे हो आज? रमेश भर्खरै मुख धुँदै हुनुहुन्छ हौ। अनि मॉर्निंग टाइम में कैसा लग रहा है सर? एकदम बवाल, फ्रेश। पर कैसा लग रहा है? गम है कि फिर से कहीं पाउडर मिल जाता मुझे लग रहा है। नहीं, अभी नहीं मिलेगा, अभी बिहान मौसम तो अहिले पुरै बाटोमा पाइन्छ पाउडर। बाटोमा पाउन त पाइहाल्छ, तर अहिले चाहिँ पाउँदैन। बिहान पुरै माथिबाट शीतल जरा जिंदा रहनु वाला ब्लॉग में सवाली मार्न टाइम लाग्दैन। हेर्दै रहो, देखते रहो ब्लॉग ऐसा कभी नहीं लाइफमा मिलेगा। जोइन गर्न चाहनुहुन्छ भने हाम्रो डाइरेक्सन मार्केटमा बस बात खतम। सबैलाई ह्याप्पी शिवरात्रि है। हर हर महादेव। ह्याप्पी बर्थडे। बर्थडे त कहिले नि सकेछ, आज शिवरात्रि हो नि। होइन सबै तातो पानी खाँदै अब हामी चाहिँ माथि अब जान लाग्यो। प्रदान गरी त्यहाँ बसिरहनु बस पर्खेर। जब हामी जान लाग्यो कहाँ? अपर धनगढी है। Yes. ल अब हामी गएर अब यहाँ हामी सबै यहाँबाट माथि जाने हो। यहाँ हामीहरूको बस्ने ठाउँ अब जान लाग्यो, यहाँबाट घुमफिर गर्नको लागि। कस्तो मजाको मर्निङको भ्यू यार। ओहो, डेन्जर भ्यू छ है। अझै जना कहाँ हुनुहुन्छ? भित्रै हुनुहुन्छ। सबै अहिले मेकअप सेकअप हुँदैछ अहिले है। अब हामी त केटा मान्छेको भनेको त 2 मिनटमा रेडी। ये बड़ी अच्छी बात कही आप। है हामी 2 मिनट पनि लाग्दैन। तयार मुखलाई भइसक्यो आँखामा पानी सक्नेबित्तिकै बाहिर। अनि पानी खाइदिन्छ कपडै लाएर सुते थिएँ। लगाइ। जब हामी चाहिँ माथि जान लाग्यो, माथि पुगेर नि तपाईँले हेराउँछु ल। त्यसको लागि अहिलेको लागि बाई। हेलो गाइस, फेरि पनि वेलकम हाम्रो ब्लगमा। अब हामी चाहिँ माथि पुग्न लाग्यो। माथिबाट भ्यू हेर्न चाहनुहुन्छ? ए सनसेटको भ्यू। वाउ, सनराइजको भ्यू है। यहाँ चाहिँ हामी माथि अब पुग्न लागेको। कस्तो लागिरहेको? स्याच्चा पार्दै मजा नेत्रो मिठा खानुपर्छ लाग्यो, नत्र कडी सेप लिएर आउनु पर्ने थियो। यहाँ टिकट हान्नु पर्यो है। ए टिकट पनि भइजा। फेरि यहाँ दर्शन। ओह माथि यो हो भ्यू सनसेट, सनराइज देखि यहाँबाट पुरै पहाड। यहाँ फोहोर फाल्न मनाइ छ। होइन म फालेको छैन कि। जाम पानी खान है। यो के गर्ने हो? ए कतिचोटि? 3 चोटि? लु बनाइदिनु त।
पनि जान्छ पानी जय हो गाइस माथिको भ्यू के ओहो तो डेन्जर भ्यू राम्रो फेरि हामी चाहिँ अब आइपुग्यौँ यार मुटुमा लेखेको यो के राजा महाराजा घर थियो के पहिला यो सबभन्दा पुरानो राजदरबार ये ओहो यहाँ माथिबाट फेरि सनराइज पनि यस्तो डेन्जर भ्यू दिँदो रहेछ यार है ए हाम्रो मुटु यहाँबाट हामी इन्टर गर्दैछौँ जय नेपाल वेलकम छ हजुरलाई ओ कत्रो मोटो के छ हौ भित्र त ओहो तोब माई गॉड मेरै घर जस्तो हेरिरहेछ है के अब तो सच बोलते भोसड़ी के यो चल्छ कि चल्दैन मात्र सोको लागि राखेछ कि चल्छ खोइ चल्छ यो बहुत भारी छ यार एउटा यसमा ल हाम्रो सोनु सरले त्यो कतिको भारी छ भनेर चाहेको बहुत वेट हाल्नु हुँदो रहेछ दुई चार पाँच चण्डी टोप ओहो यस्तो मजाको एकछिन ल यहाँबाट यस यहाँबाट त भ्यू नै डेन्जर छ यार भ्यूको बारेमा जति भने नि कमै हो ओहो डन्सरको हेर्नुहोस् त ल गाइस अहिलेको लागि हामी अब फोटो सुट गर्न जान लाग्यो फेरि पछि कुरा गरौँला ल hours later. So guys, फेरि पनि हामी आइसक्यो यो ब्लगमा हाम्रो आजको ब्लगमा अब चाहिँ हामी जान लाग्यो यहाँबाट सबै फोटोसुटहरू भइसक्यो यहाँबाट यहाँ टिकटक अब लास्ट डे भन्दैछ यहाँ सबै फोटोसुटहरू हुँदैछ यहाँ सबै अब हामी पनि जान लाग्यो अब भित्र पस्न लाग्यो बंद करो हाथ जोड़ के ये ल जामभित्र पस्नु पर्यो नि त लो गाइस एकदमै फाइनली हामी अब भित्र पनि हेर्ने मौका पायौँ बन्दुक रियल भित्र क्यामेरा गर्नु मिल्छ वाउ वेलकम छ हजुरहरूलाई बाप रे बाप कसलाई खुकुरी यसलाई राख्ने ओ माई गॉड ओहो शाही तलवार है छुन मनाइ छ तर हेर्न छैन हेरौँ तोप हेर्नु सर तोप सब तोप हो है ए चण्डी तोप गोलो अब माथि हेरौँ पोसाकहरू हेर्नु माथि
खोइ अब माथि एकचोटि जाम हामी हेर्दैछ My God. ओहो यहाँ हाम्रो क्षेत्र जाति चेपाङ जाति गुरुङको यहाँ छ, मगरको यहाँ छ, तामाङको यहाँ छ। ओ माई गॉड, माथि पनि छ है? अहिले माथि केही छैन है? ओहो यहाँ भ्यू त हेर्नु त यहाँबाट। ओ माई गॉड डेन्जर भ्यू आउँदैछ यहाँबाट। यो हाम्रो पुरै नक्सा यहाँको हेर्नुहोस् त। तामाङको पनि रहेछ, शेर्पाको पनि रहेछ, एउटा हाम्रो जातको कमी रहेछ। नेवारको पनि यहाँ हेर्नुहोस् त कस्तो डेन्जर यहाँबाट माथिबाट भ्यू हेर्नुहोस् त। हामी यहाँ कस्तो दामी हेरिरहेको है यहाँबाट भ्यू त। ओह सरहरू भिडियो सिडियो सुट हुँदैछ उतातिर, हामी चाहिँ यहाँ माथि छौँ क्या। ओ माई गॉड डेन्जर भ्यू है। तल हेर्नुभयो धेरै राम्रो छ। राम्रो छ, चोरेर नलग्नु न फेरि। लादिन छोडेर लागेर के गर्नु। ए कस्तो दामी। सर पढेर सुनाउनु त। तत्कालीन समयमा उपदान गरेको डिजाइन देख्न सक्नुहुन्छ तपाईँले है। ओ यहाँ भग्नावशेष देख्न सक्नुहुन्छ उपदान गरेको। त्यसै गरी तपाईँले यहाँ चाहिँ ऐतिहासिक उपदान गरेको खोज गरेर देख्न सक्नुहुन्छ। वाउ जुनै बनेको छ यहाँ थुप्रै छन्। तपाईँले के देख्न सक्नुहुन्छ? विश्वकर्माको मन्दिर देख्न सक्नुहुन्छ। एकसिङे गैँडा यही छ, पाटे बाघै छ, हात्ती पनि यही छ। त्यहाँदेखि लिएर विभिन्न यो झार्ना। लाने झरना, कामी भ्याकुले विभिन्न जातका कामी जातिको वेशभूषा, जे जेवा जातिको वेशभूषा, त्यसै गरी शेर्पा जातिको वेशभूषा तपाईँले यहाँ देख्न सक्नुहुन्छ। अनि तामाङ जातिको वेशभूषा यहाँ देख्न सक्नुहुन्छ। वारे वाउ तपाईँले मगर जातिको वेशभूषा माथि केही छैन, देख्न सक्नुहुन्छ। माथि केही छैन, माथि केही छैन। ल अब तल जानु पर्यो हामीलाई। लु अब ए अहिले आइ नै रहनु भएको छ है। ल आउन सक्नुहुन्छ ल प्लिज। अब हामी जान लाग्यो अब तल। जय नेपाल। यहाँ छ बन्दुक, एउटा फोटो हान्दिनु न। फेरि पनि हामी ब्लगमा भन्यो। ल अब तल जानु पर्यो सबैजना। ल उता तल नत्र गइसक्नु होला है। हामी अब कस्तो अब हेरौँ नि है। रातभरि सुते छैन। रातभरि इन्जोय गरेको। ठीक है तो सुधर जाओ, सुन लो मेरी बात, ठीक है? थोड़े मैनर सीख लो, एथिकेट सीख लो, तमीज सीख लो और अपना काम धंधा ढूंढो कोई, ठीक है? ये क्या है? जाम अब अनि अब सबै ब्लगमा जान्छ क्या। ब्लगिङ एउटा ब्लग एडिट जान्छ। गर्न मलाई नि अनि तपाईँलाई आउँछ एडिट गर्न? म एडिट गराइदिन्छु। युट्युबर छ मेरो साथी। ल गराइदिनु ल। सब पठाइदिन्छु। ल्यापटप लिएर जान्छु, दिन्छु ल्यापटप सब एडिट गरेर। ल गाइस अहिलेको लागि हामी ब्लगबाट अब जान लाग्यो। यहाँ चाहिँ अब हाम्रो इन्ट्रेन्स एक्सिट गेट हो कि होइन? धन्यवाद अब सबैजनालाई यहाँसम्म ब्लगमा बनिदिनु भयो। यहाँबाट माथिको भ्यू हेर्नु क्या। यति नै भ्यू हेर्दै अबको ब्लग चाहिँ आउनु पर्ने ठाउँ छ, आउनुहोस्। ब्लग चाहिँ हामी यहीँ हिन्ड गर्दै अब तल तपाईँहरूले हेराउने होलासम्म। बाई अब जान लाग्यो। बाई राम्रोसँग शुभयात्रा। ओहो दुईवटा चस्मा एउटा दिइहाल्नु हो। एउटा चस्मा दिइहाल्नु। ल दाइ गएको ल। ल जाम हामीहरू अब। ल गए मज मार्नु तपाईँ चाहिँ। ल हामी गएको अब त्यो प्लोरोमा क्या। चस्मा यहाँ दिनु के? चस्माको मालिकलाई चस्मा दिनु अब।
ए म लिएर जान्छु है हजुरको पो एलियन म लिएर जान्छु ल राम्रो आउँदैछ वाउ ल जाम अब आँखा भान्डा पनि ठुलो चस्नी छ है फिनिस भयो के सक्सेस त्यो ब्यागमै मेरो चार्जर छ ल लिएर आउनु अनि मलाई दिनु ल हाम्रो सबै यहाँ पार्किङहरू जाम अब ल सबैजना आउनु ल फास्ट टाटा फेरि कुनै दिन आउँला बाइक लिएर लु जा ए ल ल जाम 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 हामी अब कहाँ बस्ने भयो त्यहाँ क्या हामी ब्लोरामा उता होइन नि यता यता हो कि हामी यसमा हो यसमा सबैजना ल आउनु न आज नयाँ नयाँ एडभेन्चर लिनु न के लु आउनु आउनु सबैजना सामान बोक्ने गाडीमा ल। आफै बजाइदिने फेरि है म ल ल आउनु आउनु ल आउनु आउनु ल ल आउनु आउनु सबैजना चढ्नु चढ्नु ल आउनु आउनु दिन भइहाल्छ ल सबैजना आउनु ल कतिजना पुग्नुभयो 3 3 6 2 8 1 9 ल सबैजना चढौँ ल चढौँ 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 यो को दिनु भयो दिपेश राई सर ए ल 1000 रुपियाँ आयो भाडाको लागि ल हामी अब मालगाडीमा जान लाग्यो अब है सर यस सर ल अब हामी फेरि पनि आउँछौँ है ल अब हिँड्दै जाँदाखेरि म सबै हेराउनेवाला छौँ हजुरहरूलाई त्यसको लागि अहिलेको लागि ब्लग इन गर्दै पछि फेरि भेटौँला।
त्यो बेलामा आएर भर्खर हामी शक्तिखोर गऱ्यो है। झर्नु हो झर्नु झरम ल झरम 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 एउटा गाडीमा कतिजना बसेको छ यार। ल ल नजाउँ सबैजना यता आउनु त सबैजना ल हामी सबैजना मजा आयो है मजा आयो मजा आयो ल मजा आयो है ओहो मजा आयो करिनमा ये मजा आयो मजा आयो हाम्रो आइसकेको छ म्याजिक आइसकेको छ ल भयो हाम्रो टोटल हामी 9 जना कति हो 1000 रुपियाँ अब कुरा नगर्नु न हो अब नजान्ने व्यक्तिलाई जति नै लिइहाल्ने हो कस्तो आफ्नै उसलाई ठग्ने काम गर्नुहुन्छ या ल जाम हामी 9 जना ल त्यही हामी जाम नि त्यो म्याजिकमा आफ्नो म्याजिकमा जाम अब हामी आफ्नो म्याजिक यहाँ हाम्रो म्याजिक यहाँ आइसकेको छ ल ल आउनु सबैजना यसमै बसौँ यही हाम्रो के लु म त यहाँ हो भाइ ओ माई गॉड ल बस्नु सबैजना हो ल बस्नुहुन्छ करिनामा गाडी आउनु बस्नु न ल दाइ ल के छ दाइ ठिक छ कतिखेर आइपुग्नु भयो र अघि भर्खरै अनि बाटोबाट यहाँ जाम लास्ट आज छ है यहाँ ठाउँमा बच्चाहरू रोकी पैसा लिँदैछ त्यही त अनि 300 रुपैयाँ पनि बढी लाग्यो गाडीबाट यहाँ बाइक छ सबैजना आउनु भयो नि ल ओहो अलि बिस्तारै यतातिर खाली छ यतातिर पनि बस्नु न हो ल हामी पनि अब गयो ल हामी अब जान लाग्यो अब आफ्नो लोकेसन है भाइरल हाउस ओ माई गॉड किन कस्तो राम्रो देखियो है तर किन सरकारले बनाउनु दिएन इलिगल बनिरहेको थियो क्या हो इन्जिनियर नक्सा पास भएर त बनायो नक्सा पास त्यो खासमा सरकारी गभर्मेन्ट हो कि प्राइभेट हो ए पैसा त त्यतिमै कति खर्च भएको होला है ल अब हामी चाहिँ जाँदैछौँ आफ्नो लोकेसनमा पुगेर फेरि पनि भेटौँ ल बाई यही रोक्दै ल यो आफ्नो लोकेसनमा सबैजना झर्नु ल सबैजना झर हामी आइसक्यो अब यहाँ आफ्नो लोकेसनमा अब फेरि अर्को ब्लगमा भेटौँ बाई